वेलकम बैक टु माई च्यानल र आज म तपाईहरुको अगाडि नयाँ फेरि सानो मेरो मोमेन्ट्स शेयर गर्न जाँदैछु र आज चाहिँ काइन्ड अफ स्पेशल छ बिकज म र मेरो हस्बेन्ड मात्रै हामीहरू घुम्न आएका छौँ अनि यहाँ चाहिँ हामी बस्दैछौँ आजको नाइट अनि हाम्रो रुम चाहिँ यही छ यही फर्स्टमा अनि त्यसपछि हामीहरूले खाना यही खान्छौँ र हाम्रो रुम अगाडिको सीन यस्तो छ यहाँ लेक पनि छ अनि इट लुक्स सो ब्युटिफुल अनि वाटर चाहिँ सबै ग्रीन टाइपको छ बट तर एकदम राम्रो देखिँदैछ एन्ड त्यो पानीमा चाहिँ म्युजिक चल्दैछ अहिले अनि यहाँ सबै यो चियाको बोटहरू छ तल अनि भोलि हामी चाहिँ त्यो टपमा हामीहरू जाँदैछौँ त्यहाँ टपमा हामीहरू गएर सनराइज हेर्नेवाला छौँ अनि हेरिसकेर हामीहरू फर्किन्छौँ केही टाइम स्पेन्ड गरेर सो थ्याङ्क्स टु द लर्ड फर्स्ट थिङ इज कि प्रभुको दयामा हामी यहाँ आउन सफल भयो जुन हाम्रो प्लान पनि थिएन बट मेरो हस्बेन्डको विश थियो कि यो ठाउँमा आउने भनेर एन्ड हि गट मी हियर सो अब हामीहरू यो मोमेन्ट तपाईलाई पुरा सेयर गरी देखाउँछौँ अनि यहाँ हुनुहुन्छ मेरो हस्बेन्ड ल जेमेसी र अब हामीहरू यसरी तलपट्टि त्यो लेकको तल जुन बाटो देखिएको छ त्यसमा हामीहरू अब वकको लागि जानु लागेको छौँ अनि अब हामीहरू गएर त्यसको वरिपरि पनि केही स्पेशल छ भने तपाईलाई हामीहरू देखाउँछौँ ओके हुन्छ we'll see you later keep watching अब हामीहरू यहाँ तल आइसक्यौँ र अनि भिडियो बनाउने चाहिँ मेरो हस्बेन्ड कतिलाई क्वेसन हुनसक्छ कि कसले बनाउँदैछ मेरो हस्बेन्डले बनाउँदै हुनुहुन्छ अनि यो चाहिँ अघि माथिबाट हामीले देखाएको थियौँ लेक अहिले चाहिँ हामी तल आइसकेका छौँ अनि यहाँ चाहिँ यो ठाउँको नाम चाहिँ आम सरी अघि मैले फर्स्टमा भन्न बिर्सेँ बट अहिले म भन्दैछु इलामको श्री अन्तु भन्ने ठाउँ हो जुन चाहिँ टुरिज्मको लागि एकदमै फर्स्टमा टपमा आउने नाम अनि ठाउँ सो मेरो हस्बेन्डको इच्छा अनुसार हामीहरू यहाँ आइपुग्यौँ र भोलि बिहान हामीहरू त्यहाँ टपमा जानेवाला छौँ जुन चाहिँ मेन फोकस्ड भनेको सनराइज मात्रै हुन्छ बिकज यो ठाउँको स्पेसल भनेको चाहिँ एउटा नेपालमा सबै मेरो हस्बेन्डले भन्नुभएको यो आई डोन्ट नो एन्ड आई डोन्ट बिलिभ हिम मेरो हस्बेन्डले भन्नुभएको कि नेपालको यो ठाउँबाट चाहिँ सनराइज पर्फेक्टली हामीले हेर्न सक्छौँ भनेर भन्नुभएको छ सो टुमोरो आम गोना सो अल दिस थिङ्स अनि आइ एम फिलिङ साई अल्सो बिकज म अब मेरो भाइब्स पनि सेयर गर्न चाहन्छु कि पहिला म एक्लै भ्लग्स बनाउँथेँ एक्लै भिडियोहरू सेयर गर्थेँ अनि मेरो साथीहरूसँग म हिँड्थेँ एन्ड लाइफमा फर्स्ट टाइम कोही केटासँग यसरी म हिँड्दैछु जुन चाहिँ अब मैले केटा भन्न मिल्दैन मेरो हस्बेन्ड हो बट आइ एम रियली फिलिङ अनकम्फर्टेबल आइ एम फिलिङ साई अनि ह्याबिट भएको छैन नि त द्याट्स वाइ अनि तर म ह्याप्पी पनि छु बिकज दिस म्यान इज रियली भेरी गुड हैन यसरी मेरो भ्लग्स भिडियोजहरू बनाउँदै हुनुहुन्छ एन्ड हि इज हेल्पिङ मी सो आज हामी यहीँ बस्छौँ अनि भोलि बिहान यो सबै भ्युजहरू हेरेर हामीहरू जान्छौँ सो अब देखाउनुहोस् वरिपरिको ठाउँहरू लाइभ म्युजिक भइरहेको छ है त्यो ठाउँमा चाहिँ हामी त्यो ठाउँमा चाहिँ गएनौँ बिकज
वी वान्टेड टु स्टे इन पिस अनि हामी जहाँ बसेको छौँ त्यो ठाउँमा अरू कुनै मान्छेहरू छैन अनि त्यहाँको अब जसले अर्गनाइज गरेको छ त्यही मान्छे मात्रै छ सो हाम्रो ठाउँ चाहिँ एकदम पिसफुल छ बट द रेस्ट थिङ्स आर नोइजी एन्ड अरू पिपलको लागि चाहिँ पर्फेक्ट हुन्छ बट नट फर द नेबर्स सो वी चुज टु स्टे देयर अनि अब हामीहरू जान्छौँ अनि खाना खाएर रेस्ट गरेर भोलि हामीहरू जान्छौँ यहाँ चाहिँ अब म्युजिकहरू बजिरहेको छ अनि डान्सिङहरू हुँदैछ इन्जोय गर्नुहुँदैछ सबैजनाले एन्ड हामीहरू चाहिँ उहाँहरूलाई हेरेर इन्जोय गरिरहेको छौँ बिकज हामीहरूलाई यो सबै गर्नु उचित पनि लाग्दैन हाम्रो रुम त्यहाँ टपमा छ हौ त्यो टपको यस हामीहरू अब त्यो कर्नरतिर पनि जानेवाला छौँ अनि तपाईँहरूलाई त्यो ठाउँहरू पनि सबै देखाउँछौँ हामीहरू चाहिँ त्यो लेकको अब ब्याक साइडमा आइसकेका छौँ अनि यो ब्याक सिनहरू तपाईँ हेर्नुहोस् एकदम राम्रो छ हो र अब मेरो हस्बेन्डलाई चाहिँ कस्तो लाग्दै रहेछ है त यहाँ सोधौँ है त हेलो मेरो श्रीमानज्यू कस्तो महसुस भइरहेछ मसँग बोरिङ त लागेको छैन बिकज म धेरै पिक्चर क्लिक गर्ने मजाक गर्दिनँ कस्तो लाग्दैछ हो ल यु वान्ट टु कम हियर नेक्स्ट टाइम ओके हामीहरू चाहिँ अब त्यही प्लानिङ गर्दैछौँ कि अर्कोचोटि हामीहरू फ्यामिलीसँगै आउने भनेर लेट्स सी प्रभुको इच्छा भए हामीहरू आउँछौँ चाहियो कि हामीहरू बिहान सनराइज हुने प्लानिङमा थियौँ हिजो हेर्नु पाएनौँ बिकज बिहान अलिक कुहिरो लागेको थियो अनि चिसो पनि थियो सो हामीहरू गएनौँ तर म यही जति देखाइसकेको थिएँ फेरि पनि बिहानको हल्का घाममा म देखाउँदैछु यो चाहिँ हामी बसेको ठाउँ होमस्टे लेक भ्यू होमस्टे ल अनि समय एकदमै राम्रो बित्यो अनि मेरो हस्बेन्डले बस्दै हुनुहुन्छ जेन्सी गुड मर्निङ अनि हामीहरू यसरी बसेर यहाँ हेर्दैछौँ यहाँको वातावरण अनि साथै प्रभुप्रति एकदमै धन्यवादी छौँ ला आज त बोट चल्दै रहेछ है तर मलाई जानु मन छैन अनि आज हामी प्रभुप्रति पनि एकदमै धन्यवादी छौँ कि यो सृष्टि हो अनि यति राम्रो ठाउँ छ जो कोहीलाई पनि आफ्नो हस्बेन्डसँग स्पेसल टाइम स्पेन्ड गर्नु मन छ भने चाहिँ यहाँ आउँदा हुन्छ है Thank you for watching. We'll see you next time.
हेर्दै गर्नुहोला ल बाई बाई जय मेसी।